ल हेर्नु त, हिजोको अचार आजको भुटुवा। यो हो हाम्रो भुटुवा। आज बन्दैछ। हामी त तीज अगाडि नै दर खाने भनेर यहाँ हेर्न सक्नुहुन्छ भुटुवा। यसरी पकाउनु पर्छ। हामी धेरै चेलीबेटीलाई यो 5 किलो भुटुवा भुटेको, ल्याउन त 7 किलो ल्याएको हो, 7वटा खसीको, तर भुटेको चाहिँ यति भयो। कति छ होला हेर्नुहोस्, ठुलो कराईमा हेर्न सक्नुहुन्छ। हजुरहरूलाई चाहिने भएदेखि अर्डर गर्नु होला, फोन नम्बर दिनु होला। यो त डेलिभरी पनि हुन्छ ल है।